हेलो गुड मर्निङ एभ्रिवान एन्ड जय मसी सबैलाई। आज चाहिँ मैले आलुदम बनाउँदैछु। आज चाहिँ हाम्रो एकजना सानो नानी छ, उसको बर्थडे। अनि आज हामीलाई खोलातिर लाने अरे उसको ट्रिप। अनि उसको लागि चाहिँ मैले यहाँ आलुदम पकाउँदैछु। अब एकछिनमा चिकन बनाइदिन्छु। अनि साथीहरूले अरूले चाहिँ भात पकाउँछ, चटनीहरू बनाउँछ। आज चाहिँ हामीलाई ट्रिट, हामीलाई चाहिँ लाने अरे हामी चारजनालाई हो। यो हेर्नुहोस् आलुदम मेरो पाक्दैछ। अब एकछिनमा मासु बनाउँछु, त्यहाँदेखिको तयारी भएर हामी जान्छु। त्यहाँदेखिको फेरि पछिको भिडियो तपाईँलाई दिनेछु है। हेर्नुहोस् हेर्नुहोस् मेरो चाहिँ आलुदम मेरो आफ्नो तरिकाले पकाएको। यो चाहिँ कडी पत्ता, कालो जिरा हालेर, लसुन हालेर, यसमा चाहिँ खोर्सानीहरू हालेर बनाएको छु। कस्तो हुनेछ तपाईँलाई म भरे भन्नेछु है। मेरो चाहिँ आलुदम।